नमस्कार साथीहरु, तपाईहरुलाई स्वागत छ नेप्सेभिजन युट्युब च्यानलमा। आजको भिडियोमा हामी कुरा गर्नेछौँ 52 विक लोमा रहेका केही शेयरहरु छन्, तिनीहरुको बारेमा हामी आजको भिडियोमा चर्चा गर्नेछौँ। सो आजको भिडियो स्टार्ट गरौँ। लेट्स स्टार्ट। साथीहरु, 52 विक लो भन्नाले 52 हप्ताकै सबैभन्दा न्यून मूल्यमा कारोबार भइरहेको शेयरहरुलाई जनाउँछ। सो हेरौँ है त आज कुन चाहिँ 52 विक लोमा रहेको शेयरहरु छन् त। सबैभन्दा पहिला रहेको छ CKHL LPT 603, 52 विक लो 603, 52 विक हाई 849। त्यसैगरी दोस्रो नम्बरमा रहेको छ EHPL LPT 495, 52 विक लो 495, 52 विक हाई 973। त्यसैगरी तेस्रो नम्बरमा रहेको छ ENL LPT 960, 52 विक लो 960, 52 विक हाई 1385। त्यसैगरी चौथो नम्बरमा रहेको छ IGI LPT 424, 52 विक लो 424, 52 विक हाई 664.10। त्यसैगरी पाँचौं नम्बरमा रहेको छ NICL LPT 519, 52 विक लो 519, 52 विक हाई 659.35। त्यसैगरी छैठौं नम्बरमा रहेको छ SPC LPT 478, 52 विक लो 476.90, 52 विक हाई 715.10। त्यसैगरी सातौं नम्बरमा रहेको छ SGHC LPT 326.6, 52 विक लो 325, 52 विक हाई 630। त्यसैगरी आठौं नम्बरमा रहेको छ HEI LPT 506, 52 विक लो 504.80, 52 विक हाई 703.90। त्यसैगरी नौ नम्बरमा रहेछ KDL LPT 941.1, 52 विक लो 939, 52 विक हाई 1290। त्यसैगरी दशौं नम्बरमा रहेको छ SFCL LPT 412, 52 विक लो 408, 52 विक हाई 1016.30। यी थिए टप 10 शेयरहरु जुन चाहिँ 52 हप्ताकै सबैभन्दा न्यून मूल्यमा रहेका छन्। CKHL पनि 52 विक लोमै रहेको छ, EHPL पनि 52 विक लोमै रहेको छ, ENL पनि 52 विक लोमै रहेको छ, IGI पनि 52 विक लोमै रहेको छ, NICL पनि 52 विक लोमै रहेको छ, SPC पनि 52 विक लोको नजिक छ, 2 रुपैयाँ फरक छ यसमा चाहिँ। यसरी हेर्दाखेरि तपाईहरु चाहिँ यी शेयरहरु चाहिँ 52 विक लोमा रहेका छन्। अब तपाईहरु सोच्नुहोस् यो चाहिँ बाइङ अपर्च्युनिटी हो कि के हो भनेर चाहिँ आफै विचार गर्नु होला। आफ्नो रिसर्च, यिनीहरु कम्पनीको EPS नेट वर्थ सबै कुराहरु बुझेर तपाईहरुले यसमा लगानी गर्ने कि नगर्ने भनेर निर्णय गर्नु चाहिँ तपाईको निर्णय हो। सो साथीहरु, यी थिए आजको जानकारीहरु। तपाईहरुलाई भिडियो कस्तो लाग्यो? भिडियो मन पर्यो भने लाइक शेयर सब्स्क्राइब गर्न नबिर्सिनु होला। फेरि अर्को जानकारीमूलक भिडियोको साथमा आउने नै छु। त्यतिन्जेलको लागि छुट्टी छु। हस्त, धन्यवाद।